हाम्रो यात्रा चक्रपथदेखि हो। हामी चक्रपथदेखि हामी अब हाम्रो यात्रा सुरु भयो। हामी यहाँदेखि ननस्टपै कता कता कुद्छौँ। अब एकपटक हामी बिहान ब्रेकफास्ट गरेर त्यस पछाडि निस्किन्छौँ। हामी बिहानै 5 बजी नै निस्किने भन्ने प्लान थियो, तर फेरि होइन, बाटोमा त्यत्तिकै नै बास भइहाल्छ, त्यही भएर बिहानै किन निन्द्रा डिस्टर्ब गरेर हिँड्नु भनेर अलि ढिलो उठ्यो। अनि त्यस पछाडि हामी निस्क्यो। अब है ढिलो भने पनि अहिले लगभग 7 बज्यो होला, 7 ठ्याक्क 7:01 भइसकेको छ। अनि अब हामी चाहिँ यहाँबाट लाग्यौँ बाटोतर्फ। हामी बाटोमा बिचबिचमा धेरै के देख्छ, अनि सबै कुराहरू हामी पनि देखाउँछौँ अनि तपाईँलाई गाइड पनि गर्छौँ बाटोमा। अनि हामी पनि अल्मलिन्छ होला, किनभने हामी पनि यो स्कुटरमा चाहिँ हिँडेको छैन आजभन्दा पहिला। अनि स्कुटरको यात्रा कस्तो हुन्छ त हामी भन्छौँ। पक्कै पनि असहज हुन्छ, गाह्रो हुन्छ होइन, तर पनि ट्राभल न हो होइन, लेट्स ट्राभल टुगेदर। अनि के हुन्छ हामी सबै देखाउँछ नि बाटोको, है त। ल बस पार्क बाहिर लोत्से मल पनि पुरै बिजोक बनाइदिएछ। यो बस पार्कको बाहिर हो। यहाँ फेरि जाम नै छ जस्तो छ। कताबाट जान्छ कुनै बाटोहरू एकदम धेरै जाम छ होइन। हामी अलमोस्ट कलङ्की आइपुग्यो। अनि यो कलङ्की हो। कति धेरै मान्छेहरू गाडी कुरेर बसिराख्नु भएको छ। कति धेरै गाडीहरू चाहिँ बिहानदेखि नै लागिरहेछ क्या। अहिले त डे पनि गराइरहेछ। अब नाइट त नाइट छँदै नै थियो होइन, डे पनि गराइरहेछ। अनि सबै साइडहरू एकदमै धेरै प्याक छ। अब भ्याली चाहिँ, किनभने भ्याली छोडेर जानेहरू चाहिँ धेरै नै हुनुहुन्छ। त्यही हो कलङ्की जस ठिकै छ अहिलेसम्म देख्दा, त्यस्तो जामहरू त देखेको छैन। तर अब अगाडि कस्तो छ हेरौँ। सबबाट अब यो चाहिँ मर्निङकै टाइम हो नि त, सो मर्निङमा त्यस्तो जाम चाहिँ नहोला। ल कलङ्कीको जाम पनि खुलिसकेको छ। अब हामी चाहिँ यहाँबाट इसारा पाइसक्यौँ जाने भनेर। ल ठिक छ। अब हामी कलङ्की छोड्यौँ, यतातिर चाहिँ यो रिङ रोड भयो त्यो। अब हामी मेन हाम्रो यात्रा यहाँबाट सुरु हुन्छ। अब कलङ्कीमा पुग्दा त हामीलाई लगभग 45 भइसकेको छ है, 7:45। अब हामी यहाँबाट निस्क्यो। अनि त्यस्तै हो अहिलेसम्म ठिकै छ। अब अगाडिको जामहरू त्यस्तो धेरै अगाडि त जाम पर्ने ठाउँहरू त छैन, तर अब नागडुङ्गाको ओह्रालो लागिसकेपछिको जाम चाहिँ अब कस्तो हुन्छ भन्ने कुरा नि हेरौँ। ल ठिक छ अहिलेसम्म बाटोहरू। अनि यस्तै हो, अब चाडपर्वको बेला एकदमै होसियार भएर चलाउनु होला सबैजनाले। जामहरू पनि छ। यो त अब हाइवेको जाम त हामीले देखेकै छैन अहिलेसम्म। अहिले भ्यालीको जाम हो होइन। त्यो अगाडि कस्तो कस्तो हुन्छ। अब हामी एकैचोटि नागडुङ्गा पुगेपछि नै भेटौँला। अहिले बवाल बनाएछ है, रोड बवाल बनाएछ। थानकोट देखेँ त रोड बवाल बनाएछ भने कि रोड एकदमै राम्रो बनाएछ अहिले चाहिँ। यता यो थानकोटदेखि हामी यो चन्द्रगिरीको उमा छौँ अलिकति यता। त्यहाँबाट चाहिँ देखिरहेछ, तर क्यामेराले चाहिँ चन्द्रगिरी देखाएको छैन होला। अनि अब हाम्रो यहाँको ओभरपास जुन यहाँदेखि त्यो नागडुङ्गादेखि यो यहाँसम्म जुन बनाएको छ यो चाहिँ यो हो। यो एकदमै छिटो भएको हो भनौँ न यो। तर अब सुरु गरेको छैन होला अहिलेसम्म, जान दिएको छैन भन्ने छ। त्यही भएर अब हामी चाहिँ यतैबाट नै जान्छौँ। राम्रो रहेछ रोड, यो बिचको रोड त्यो दामी बनाएको रहेछ। ठिक छ।
अब हामीभन्दा अगाडि चेकपोस्टमा पुग्छ। मौसमले चाहिँ पानी पर्ला जस्तो गरिरहेछ, तर अब पानी पर्छ पर्दैन त्यो त थाहा भएन। अब यहाँ चाहिँ थानकोट एरिया लाग्यो होइन। अब हामी थानकोटदेखि अब अगाडि अब लगभग चेकपोस्टतिर पुग्छौँ। अब हामी एकछिनमा त्यो चेकपोस्ट पुगिसकेपछि जब ओह्रालो आउँछ अनि त्यसपछि बल्ल मात्र हाम्रो यात्रा अलि कस्तो छ भनेर बल्ल थाहा हुन्छ होइन। यहाँनिर चाहिँ ठिकै छ, जामहरू त होइन, तर यहाँ चाहिँ लेखेको देखा छ छैन त्यो त थाहा भएन। तर यहाँ चाहिँ थानकोट है, यो चन्द्रगिरी नगरपालिका। हामी यो नागढुङ्गाको ओह्रालोमा छौँ मैले, अनि यहाँ चाहिँ एकदमै ओभरटेक चलिरहेछ। यो ठुल्ठुलो गाडीहरू त लास्टै हेप्छ नि सानो गाडीहरूलाई, ठुल्ठुलो गाडीहरूले लास्टै हेप्छ क्या सानो गाडीहरूलाई। अनि हामी लास्ट टाइम यो रुट ट्राभल गर्दा बनेको थिएन यो, अहिले चाहिँ दामी भएछ। जोस् यसले गर्दा पनि हाम्रो माथि जाम बसेको टाइम चाहिँ घटाएछ अहिले चाहिँ। अब हामी यो सुरुङ जुन त्यो माथि बाटो बनाएको छ, यो नागढुङ्गाको ओह्रालोमा निस्किने सुरुङ हो। अनि त्यो सुरुङ चाहिँ अहिलेसम्म सुरु भइसकेको छैन होइन। सुरु गर्ने भन्ने कुरा चाहिँ हो, तर सुरु भइसकेको छैन। कस्तो मजाको जाम पर्यो यहाँ त। अब हामी त दुई पाङ्ग्रे भएको त्यही फाइदा हो, सट्ट जहाँ पनि घुसिदिन्छ नि त। अनि यिनीहरूले हामीलाई जति ओभरटेक गरे पनि हामी छिर्ने बेलामा चाहिँ सट्ट छिर्न सक्छ क्या। यहाँ चाहिँ अलिकति खाल्डो रहेछ, खाल्डोमा चाहिँ ध्यान दिनु पर्यो। अनि अरू भनेको त त्यस्तै हो, यस्तो सुरुङहरू चाहिँ यहाँ बनिसकेको छ। ओहो, यो त 1 लेन मात्रै हो क्या हो? 1 लेन छ, तर अब ठुलो गाडीहरूले हामीलाई हेप्छ, ठुलो गाडीहरूले जान दिँदैन। त्यही भएर हामी यसरी नै जाउँ न। यो सबै सुरुङको हो है। यो चाहिँ तलतिरबाट आउँदाको उताबाट आउँदाको रोड यो हो होइन। तर अब हामीलाई चाहिँ हामी जाँदा यो रोड अलमोस्ट बनिसकेको छ अरे सबै। अब यसको कहिलेबाट हिँड्नलाई पर्मिसन दिने भन्ने कुराहरू चाहिँ मात्रै छ बाँकी, अरू त अलमोस्ट यस्तै छ। अब हामी सकभर ब्याक टु फेरि काठमाडौँ हुँदा चाहिँ आउन पाउँछ होला सायदै जस्तो लाग्यो। त्यही भएर हेरौँ, लेट्स होप फर द बेस्ट। जाँदैछौँ, अब हेरौँ कस्तो जाम हुने हो। यो जाम टक्क छलेर जान मिल्छ कि भनेर हो होइन। खुल्न चाहिँ खुल्यो, तर फेरि 1 लेन यताउता कता भयो भने गाह्रो हुन्छ नि त। त्यही भएर ठिकै छ, यस्तो बाटोहरू पनि छलेर जानुपर्ने हुन्छ बिचबिचमा। म्याक्सिमम मान्छेहरू चाहिँ ट्राभलमै हुन्छ अहिले। अनि त्यही भएर कता छिस्स एउटाले चाहिँ केही गल्ती गरिदियो भने त्यो पुरै नै जाम हुन्छ नि त। यस्तोमा हाइवेको मेन भनेको त्यस्तै नै हो। त्यही भएर एउटा सर्लक्क पास भने पास भयो, नत्र भने जामको जाम हुन्छ। त्यही भएर गाह्रो छ यस्तो कुराहरू। धादिङतिर यस्तो छ, बिचमा पुरै यो जाम भन्दा पनि खुलिरहेछ, बिस्तारै भइरहेछ यो फेरि। अनि 2 लेन नै गाडीहरू एकदमै आइराख्ने गइराख्ने भएर यो अलिकति गाह्रो छ। अनि यो गल्छी धादिङ हो होइन। यहाँदेखि पनि अब अझ धेरै छ, गल्छी पछि धेरै छ। पहिला लास्ट टाइम चाहिँ आउँदा यो पनि बाटो बनि नै रहेको थियो, तर अहिले चाहिँ बाटो राम्रो छ। जे होस्, हामी सानो गाडीलाई पनि हिँड्नलाई सजिलै भएको छ भनौँ न। यो ठुल्ठुलो हेभी गाडीहरू चाहिँ काठमाडौँ गइ नै रहेछ। अब यहाँ जानेहरूको भिड नै छ। यस्तै छ हाइवेको अपडेटहरू। हाइवे चाहिँ
यतिको त हुनु पर्यो चहल पहल होइन रमाइलो रमझम यहाँ त जहिले जाम परिरहेको हुन्छ है सर्लक्कै जाम पर्दैछ क्या खोलाको कलर त बिजोक छ है त्रिशुलीको त्रिशुली त हो नि सबै हाइवेमा यस्तो लापरवाही छ चलाउने तरिका 3-4वटा लेन बनाएर हिँड्दिन लाग्यो मान्छेहरू अब त्यही भएर हामी पनि अब त्यही सँगसँगै पछाउनु पर्ने भयो किनभने अब हाइवेमा अलिकति नियम पालन गऱ्यो भने नि बढी नै हेपे खाइन्छ होला सानो गाडीलाई त कसैले टेर्दैन झन् त्यही भएर पनि यसो खुलेको बेला स्वाट्ट हिँडिदिइहाल्यो भने हिँड्दै हुन्छ क्या त्यही हो त्रिशुलीको त हालतै बिजोग रहेछ कि खतम छ बाटो दुई पाङ्ग्रेलाई तर अब यहाँबाट यस्तो भए पनि साह्रै बिजोग छ उतातिर खोला पुरै ऊ भइरहेछ यतातिर चाहिँ बाटो यस्तो छ गर्मी त्यस्तै छ गाह्रो छ गाह्रो छ बाटो त यतिको त हुनु पर्यो हाइवेमा धुलो रमाइलो नभई त कामै छैन होइन यता साइडमा चाहिँ गाडीहरू हिँडिरहेछ यता चाहिँ यो केराको टन्नै उ छ सबै यो केरा पाउने ठाउँहरू हो केरा त कस्तो लिने हरियो पहेँलो सबै खालको केराहरूको चाहिँ खानी नै रहेछ यो त पहिला पनि लगेकै हो हामीले एकदमै राम्रो छ केराहरू मिठो पनि छ यहाँको यस यहीँको अर्ग्यानिकै त भन्न नमिल्ला तर पनि औषधि हालेरै पकाएको भए पनि जस माथिको भन्दा राम्रै पाउँछ यहाँ चाहिँ त्यो कुरा चाहिँ स्योर हो यहाँबाट मुगलिन 40 किलोमिटर 77 किलोमिटर नारायणगढ 40 हामी मलेखुदेखि अब उकालो लाग्यो मलेखुमा त्यो माछा खाना खाएको माछा खाना ठिकै हो त्यस्तो राम्रो त थिएन तर पनि खायो माछा खाना खायो अनि त्यही भएर ठिकै भयो खाना अनि अब हामी चाहिँ मुगलिनतिर लाग्दैछौँ अनि अब बाँकी चाहिँ हामी अब मुगलिन गएरै भेटौँला है मुगलिनमा कस्तो हुन्छ त्यसपछि गर्छु नि म मुगलिनमा गएर टक्क देखाउँछु अब मलेखु त यस्तै नै हो माछा खाना यताउता त्यही नै भयो त्यसपछि हामी अब अगाडि भेट्छौँ है त यहाँ त के रहेछ त यस्तो झरना टाइप होइन झरना टाइप रहेछ त गाडीहरू बिजोग तरिकाले आएका छन् उताबाट ल अहिले 1 बज्न लाग्यो हामी बल्ल कुरिन्टार पुग्यो 1 बज्न कुरिन्टार भनेपछि 7 बजे 7:30 मा चाहिँ हामी मुगलिनबाट हिँडेको 7:30 भने 8:30 9:30 10:30 11:30 12:30 5-6 घन्टाभन्दा बढी लगभग त्यस्तै नै लाग्यो यहाँ आइपुग्नलाई अनि पेट्रोल पनि अब एकदम रातो लागिसक्यो आउँदा चाहिँ त्यही 4 लिटर जति तेल हालेको 4 लिटर तेल पनि सक्यो भएको छ म यो कुरिन्टारमा पम्प खोजिरहेको छु पम्प भएन भने त बिजोग हुन्छ फेरि पम्प भेटिनु पर्यो हैन
त्यो पम्प चाहिँ कता होला त्यही खोज्नु पर्ने भएको छ। जस कुरिन्टार बजार चाहिँ यही हो। ए देख्यो मैले पम्प देखेँ होइन। अब पम्पमा छिराउँछु, पम्पमा यहीँबाट छिराइन्छु। ल पम्पमा यहीँबाट छिराइदिएँ मैले। पम्पमा तेल पो छ कि छैन भन्ने कुरा। पम्प त छ, पम्पमा तेल छ कि छैन भन्ने कुरा हो। खै ल फाइनल्ली हामी चाहिँ मुगलिन पनि पुग्यौँ। अनि यो मुगलिनमा त साह्रै गर्मी छ, साह्रै। अनि हामीले यसो पानी किनेर बुझौँ भनेको त अहिले त धेरै घटेको भन्नुहुन्थ्यो गर्मी। हो यो चाहिँ दुईवटा बाटो छ यहाँ। यो यता जाने चाहिँ पोखरा जाने बाटो, यो चाहिँ नारायणगढ जाने बाटो। त्यहाँ लेखा छ नारायणगढ चाहिँ 36 अनि पोखरा चाहिँ 90 किलोमिटर भनेर। अनि अब चाहिँ हामी यो बाटो होइन, हामी चाहिँ यो बाटो जाँदैछौँ। अनि यो बाटो चाहिँ हामीलाई नारायणगढ पुग्नलाई 36 किलोमिटर भनेपछि अब अलमोस्ट हामी 3 × 2 भनेपछि लगभग 1 घन्टाको आसपासमा हामी पुग्छौँ लगभग। बाटो त एकदम राम्रो छ, पुग्छौँ हामी यो। त्यही भएर स्टे ट्युन। अझ अब हामी यहाँभन्दा अगाडि कस्तो छ बाटो मेन चाहिँ त्यो देखाउँछौँ। हामी यो ठाउँमा त्यो ठाउँमा पुग्यौँ भन्दा पनि बाटोको कन्डिसन अहिलेसम्म एकदमै राम्रो छ। अब यो पछिको बाटोहरू कस्तो हुन्छ भन्ने कुरा हो मेन। अहिलेसम्म दामी छ यो बाटो। अब यो त दामी नै छ बाटो। त्यही भएर अब हामी नारायणगढ डाइरेक्ट पुगेपछि नै हामी भेटौँला है त। ओके, सडक खण्डको यो बाटो चाहिँ एकदमै अझ पनि कोही कोही बेलामा सुक्खा पहिरोहरू चाहिँ गइ नै रहेको छ। यो बाटो त एकदमै राम्रो छ। यो बाटो त एकदमै राम्रो छ यो बाटो त एकदमै राम्रो छ यो। तर अब यसलाई चाहिँ यस्तोबाट चाहिँ छ, यस्तो डाँडाहरूबाट चाहिँ पहिरोहरू गइरहेको छ। अनि सुक्खा पहिरोहरू, मेन भनेको सुक्खा पहिरोहरू गइरहेको छ। अनि त्यही भएर एकदमै सावधानी चाहिँ अपनाउनु पर्छ। सानो ढुङ्गाहरू चाहिँ अझ पनि खसि नै रहेको छ। सानो ढुङ्गाहरू खस्ने अनि त्यसपछि फेरि जाने पनि भइरहेछ। त्यही भएर एकदमै ध्यान दिएर हिँड्नुपर्छ है यो बाटोमा चाहिँ। त्यस्तै भइरहेछ। अब अगाडि कस्तो हुन्छ हामी अपडेट दिइरहेको छ। अहिले त राम्रो छ बाटो। हेर्नुहोस् यो ल्यान्डस्केप कस्तो बवाल छ है। यो ल्यान्डस्केप कस्तो बवाल छ क्या। अब यहाँबाट त तर अब गाउँमा बाटोहरू सबै ठाउँमा गएको छ। त्यही भएर पनि त्यो कारणले गर्दा नि भित्ताहरू जति पनि पहाडहरू छ सबै फोरेको मात्रै देख्छ हामी। अनि यो त सबै त्रिशुली नै भयो। त्रिशुली खोला त धेरै उर्लेको छ, त्रिशुली नदै। अनि अब जब त अलिक बढी नै छ। चाडपर्वको बेला हो, कसैले सामानहरू ओसार पसार गरिरहेछ। कोही मान्छेहरू टिकाटालोको लागि हिँडिरहेछ, दसैँ मनाउनलाई हिँडिरहेछ, कतिको बिदा छ त्यो भएर पनि हिँडिरहेछ मान्छेहरू होइन। एकदमै राम्रो छ यो सबै कुराहरू चाहिँ। मान्छेहरूको स्पिड एक्स्ट्रा लेभलको डान्स छ मान्छेहरूको। त्यही भएर हामी अहिले यो जलबिरे पुल भन्ने ठाउँमा आइपुग्यो। अनि यहाँबाट त यो अर्को गाउँ जाने ठाउँ हो। अनि हामी मेन जानु भनेको यो बाटो नै हो अहिलेसम्म। बाटोहरूको यो नारायणगढ मुगलिनको यो भित्ताहरू छ यो सबैमा पुरै मूल पलाएको छ कि पानीहरू मात्रै। त्यही भएर एकदमै म्याक्सिमम यो आफै पनि गइरहेको हुन्छ पहिरोहरू यताउता होइन। लोड पानीको छहरा, पानी पनि कति धेरै है। दासढुङ्गा आइपुगेका छौँ। दासढुङ्गा ठ्याक्कै 2 बजेको छ अहिले। अनि हामी दासढुङ्गा आइपुग्यौँ। अब दासढुङ्गाबाट धेरै छैन, अब त्यही 12-13 किलोमिटर होला नारायणगढ पुग्नलाई। अनि त्यसपछि हामी नारायणगढ पुगि नै हाल्छौँ। अनि नारायणगढबाट अगाडि अब कताबाट जाने भन्ने कुरा छ। अब यता कालीगण्डकी करिडोरको बाटो जाने कि यता डाइरेक्टै जाने कि बुटोल भन्ने पनि छ। अब फेरि यताको बाटो एकदमै धेरै धुलो छ भन्छ।
त्यही भएर के गरौँ गरौँ पनि भइरहेछ। त्यही भएर एकदमै सोचिरहेछ हामीले। यो चाहिँ कता जान्छ, यो कता जान्छ, सबैबाट हामी सिधा नै जान्छ होला। बाइपास रोड नारायणगढ त्यहाँ सबै लेखाएर रहेछ। हामी चितवनको भरतपुरमा छौँ, तर यो गैँडाकोट निस्किनलाई जान लाग्यो। बाटो भित्र भयो क्या, कता 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 भइरहेको थियो। सोध्दै जाँदैछौँ बाटो। भित्र कोही यतातिरको हुनुहुन्छ भने यसो कमेन्ट गर्नु होला नि। हामीलाई त केही पनि थाहा छैन यताको, तर एकदमै ठुलो छ यो फेरि भरतपुर पनि। कुन चोक आयो, कुन चोक हाइवे आयो क्या? हामी चाहिँ भरतपुर चितवन आएका छौँ। यहाँको गर्मी त बसि नसक्नु छ। कसरी बसिरहेछ भने त अब त्यो जहाँ बस्यो त्यही बानी हुने हो नि त। त्यही भएर मेन यहाँको चाम भनेकै यो ऊ हो, यो जुन पुल छ। अहिले हामी यो रामघाटतिरको यात्रामा छौँ। अहिले हामी यो नवलपरासीमा पुगिसक्यौँ। अब यो अहिले कति बज्यो? अहिले चाहिँ 4 बज्न लागेछ। हामी नवलपरासी पुग्यौँ। अब यो नवलपरासीबाट पनि अझ धेरै छ बाटोहरू, तर पहिलाको हेरेर त अहिले धेरै राम्रो भएको रहेछ बाटोकै हिसाबको कुरा गर्ने हो भने त बाटो एकदम राम्रो भएको छ। अनि त्यही भएर ठिक छ। अब योभन्दा अगाडिको बाटो मेन भनेको अब अगाडि दाउन्ने हो, त्यो जुन बाटोहरू छ अनि त्यो बाटोहरू क्याप्चर गर्नेछौँ हामी विशेष। अनि यो त हाइवेको बाटो एकदम राम्रो छ। राम्रो बाटो त यसै पनि राम्रो छ होइन, नराम्रो बाटो यसो के कस्तो छ भनेर मात्र तपाईँलाई देखाऊँ भनेर हो। ठिक छ, अगाडिको त एकदमै राम्रो छ। जति हामीले बिताएर हामी एकदम राम्रो। आज पहिरोहरू पनि केही पनि गएको छैन, सबै कुरा राम्रो छ। र अब हामी यहाँबाट अगाडिको यात्रामा छौँ। अब अगाडि के हुन्छ अनि हामी देखाउँदै जान्छौँ नि। बाटो चाहिँ फिलिली छ है, फिलिली बाटो त एकदमै अहिलेसम्म हामी जहाँ छौँ एकदमै फिलिली राम्रो छ बाटो। अब कति ठाउँहरू चाहिँ 1 लेन नै बनिरहेछ, कति ठाउँमा 2 लेन बनिसकेको छ। अनि कोही ठाउँमा चाहिँ यस्तै यो अन्डर कन्स्ट्रक्सन नै छ, अझ पनि काम भइ नै रहेछ कति ठाउँहरूमा होइन। त्यही भएर मजाले हिँड्दा हुँदो रहेछ। अनि यस्तो अब ठुल्ठुलो गाडीहरू, तर उता मुगलिनदेखि जुन त्यो काठमाडौँ जाँदाको जुन एकदमै गाडीको फ्लो देख्छौँ नि, त्यो लेभल अफ गाडीको बढी जामहरू बढी त्यो चाहिँ हामी देख्दैनौँ। किनभने यो बाटो पश्चिम जानेहरू प्राय हिँड्छ कि यो बाटो। अनि त्यही भएर पनि एकदमै ठिक छ यो बाटो, ठिकै हिँड्छ। त्यस्तो धेरै पनि हिँड्दैन, त्यस्तो थोरै पनि हिँड्दैन, ठिकै छ। राम्रै छ यो बाटो, कति धेरै चाहिँ पहिलाको भन्दा धेरै नै राम्रो भएको रहेछ अहिले चाहिँ मेरो अनुभवमा। किनभने म पहिला यही बाटो हिँड्नुपर्छ भनेर म चाहिँ पोखरातिरबाटै जान्थेँ प्राय, तर अब अहिले एकदमै राम्रो बाटो भएर म यता हिँडिरहेको छु। कम्तीमा पनि 70% राम्रो छ कि जस्तो लागिरहेछ। अब के हुन्छ लेट्स सी, हेरौँ अब अगाडिको बाटो अनि त्यस पछाडि हेरौँला। हामी अहिले यो नवलपरासीमै छौँ। यो नवलपरासीको पनि यो
नवलपरासी पनि धेरै ठुलो छ। नवलपुर र नवलपरासी भनेर अहिले चाहिँ दुईवटा छ नि त, एउटा नवलपुर अनि एउटा अर्को नवलपरासी। तर अब पहिला चाहिँ नवलपरासी भन्ने नै थियो अनि अहिले चाहिँ यो उ भएर प्रदेश पछि छुट्टिएर अनि यस्तो बनेको हामी सबैलाई नै थाहा छ। त्यस्तो खतरा इन्फर्मेसन त केही पनि होइन। अनि यो चाहिँ पुल हो यहाँको। अहिले नयाँ पुल पनि बनेछ उताको, कस्तो दामी हेर त यताको। अनि तर माछा त टन्ने होला है, माछा टन्ने होला के। उताको पनि भइसकेको रहेछ लगभग रेडी भनेपछि राम्रै भइरहेछ प्रगति। अब योभन्दा अगाडि कस्तो छ बाटो हेरौँ, लेट्स सी। अहिले चाहिँ अब यस्तै हो, चाडबाडको बेलामा चेकिङहरू पनि हुनसक्छ। तर अब अहिलेसम्म त चेकिङमा परेको छैन हामी, तर चेकिङमा पनि पर्न सक्छ। हामीसँग सबै डकुमेन्ट छ, त्यही अनुसारले देखाउँला। अनि हात्ती कस्तो मजाले हिँडेछ। यसलाई चाहिँ आहा बबाल बबाल है। वाउ, ओ माई लर्ड। यो चाहिँ अरुण खोलाको पुल। यो अरुण खोला भन्ने हो क्या, अरुण खोला भन्ने हो यो, अरुण खोला। तर कस्तो राम्रो के खोला पनि है, चिटिक्क परेको क्या। माछा हानिरहेछ उता, ठिक छ, बवालै छ। नेपाल आफैमा सुन्दर हो कि यो। यहाँको गहिरो चाहिँ खतरा होला, तर जोस् दामी चाहिँ दामी छ जस्तो लाग्यो। बजारहरू पुरै बनिरहेछ, मान्छेको चहल पहल टन्नै छ हौ। दसैँ आएर हो कि के हो, पहिला त्यस्तो त हुन्थेन यहाँ। अहिले चाहिँ दसैँ आएर यहाँको माहौल बवालै भएर रहेछ। अब यो यति यो अगाडि मात्रै रहेछ यस्तो भएको, तर फेरि यताबाट फेरि हामी पिच रोडै लाग्नुपर्ने रहेछ, किनभने यता फेरि बाटो बनिसकेको रहेछ क्या। तर एकदमै राम्रो छ बाटोहरू। अलिअलि त भइ नै हाल्छ, त्यतिको त पोखरा जाँदा पनि अलिअलि त्यस्तो त छ अहिले पनि, भनेपछि एकदमै राम्रो भइसकेको हो। अनि त्यही भएर ठिक छ। अब अगाडि के छ बाटो देखाउँला नि। मुला पुर्खाहरू ऊ ऊ ऊ ऊ ऊ समा 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 समा। यो अस्ति नै एक्सिडेन्ट भएको वाला, एक्सिडेन्ट भन्दा नि यो कता कता त्यो के गयो भन्थ्यो नि, पुल हो, यही पुल हो क्या। ए माछा मार्नेहरूको त कमालै छ। गरिसक्यो हो। यो चाहिँ इन्डियन गाडी हो। अनि पुलदेखि यतापट्टि चाहिँ फेरि ल अहिले हामी यता दुम्कीबास आइपुग्यौँ। दुम्कीबास, यो दुम्कीबास भन्ने ठाउँ हो, दुम्कीबास। अनि यो दुम्कीबासमा पनि चहल पहल एकदम गजब छ, दसैँको माहौल ठिक छ। यतिको त हुनु पर्यो हैन। अनि दुम्कीबासमा यस्तो छ। अब योदेखि अगाडि ठिक छ, यो बाटोहरू पनि अहिलेसम्म ठिक छ है, हाम्रो एक्सपिरियन्स अनुसार र तपाईँले देखे अनुसार सबै बाटो जे छ यही नै हो। बाटो त्यस्तो अप्ठ्यारो भन्ने छैन, तर कोही ठाउँमा यस्तै हो, वान लेन बनाएको छ, वान लेन बनाएको छैन। अनि कोही कोही ठाउँमा चाहिँ
खाल्ड्याङ खुल्डुङ सानो हो, त्यस्तो धेरै हेभी छैन, धेरै लामो पनि छैन है। त्यही भएर त्यो कुरा चाहिँ विचार गर्नु होला। अब हामी यो दुम्कीबासदेखि अगाडि लाग्यौँ। अब दुम्कीबासदेखि अगाडिको बाटो चाहिँ अलि धुलाम्मे देखिरहेछ है, किनभने यताको बाटो चाहिँ बिजोगै रहेछ, एकदमै धुलो रहेछ। मास्क लगाऊ है, मास्क चस्मा कसेर हिँड्नुपर्ने अवस्था रहेछ। अनि त्यही भएर यताको चाहिँ त्यो गर्नु पर्यो। बाटो चाहिँ बिजोगै छ, धुलाम्मे छ, ठुल्ठुलो गाडीहरू पनि छ। अब सानो गाडीहरू पनि, सानो भन्नाले अब बाइकहरू स्कुटरहरू पनि हिँडि नै रहेछ अहिलेसम्म। यता चाहिँ फाटाफुट्टा मात्रै देख्दो रहेछ। अब यो ठुल्ठुलो गाडीहरू चाहिँ हिँड्छ यो रोडमा होइन। अनि त्यही भएर बाटो चाहिँ यस्तै नै रहेछ। यो अब कहाँसम्म छ यो बाटो भन्ने कुरा उ छ। अब हेरौँ, म तपाईँलाई फेरि यो अगाडिको बाटो देखाउँछु। दुम्कीबाससम्म त दामी नै थियो होइन, तर अब दुम्कीबासदेखि अगाडि कति अफ हो अब त्यो चाहिँ हामीलाई पनि थाहा छैन। पहिला त यही अफमै हिँडेको, यो बनेको रहेनछ। अब योदेखि अगाडि के छ म तपाईँलाई देखाउँछु नि। अलिकति अफ रोड हिँडिसकेपछि फेरि वान लेन चाहिँ यस्तो पनि रहेछ, फेरि यस्तो ढलानवाला बाटो पनि बनाएको रहेछ। त्यही भएर एकदम मिक्स म्याक्स नै छ बाटो, सबै राम्रो पनि छैन, सबै नराम्रो पनि छैन। अब दुम्कीबाससम्म राम्रो थियो, दुम्कीबासदेखि अगाडि फेरि अलिकति अफ मैले देखाइहालेँ। अनि फेरि त्यो अफ पछि चाहिँ यस्तो खालको ढलान बाटो चाहिँ बनाएको रहेछ। अनि यो पनि अब कतिसम्म छ भन्ने नै थाहा छैन। अनि त्यही भएर हेर्दै जाउँ। अनि तर राम्रै भइरहेको रहेछ वान लेन चाहिँ जस्तो लाग्यो। फेरि अफ रोड धुलो छ, त्यही भएर एकदमै मिक्स म्याक्स नै छ बाटो, सबै एउटै खालको बाटो चाहिँ छैन। कोही ठाउँमा अफ, कोही ठाउँमा अन। दुम्कीबासदेखि अगाडि चाहिँ बिजोग नै धुलो रहेछ, बिजोग है। यो कुरा चाहिँ अब एकदमै ध्यान दिनुपर्छ। त्यही धुलोमा हिँड्दा चाहिँ अब कहिलेकाहीँ गाडीहरू अगाडि पछाडिको नदेखिन सक्छ। त्यो कुरामा चाहिँ अब आफै नै अवेर भएर हिँड्नुपर्छ है। अलि अघि अगाडिबाट देखेको वाला धुलो चाहिँ यही नै रहेछ, मैले गेस गरेको थिएँ यही नै रहेछ। ठिक छ, अफ पनि छ अन पनि छ, मिलाएरै जाउँ। अब बाटो रहेछ बिजोग, एकदम धुलो, एकदम धुलो, छोइदेखि नसक्नु धुलो छ। यो धुलो चाहिँ बिजोगै लाग्यो, सबभन्दा धुलो। हेरिदिनु सबै यो धुलो पनि होइन। अहिलेसम्म त राम्रो थियो रोड, तर अब अहिले चाहिँ धुलाम्मे पनि हिँड्नुपर्ने अवस्था भयो। र यस्तै हो ट्राभलको मजा। अलमोस्ट 5 बज्यो भनेपछि 15 मिनट जस्तो भयो होला यो धुलोमा हिँड्न थालेको। अब कति हिँड्नुपर्छ त्यो चाहिँ केही पनि थाहा छैन, अब त्यही अनुसारले हिँडौँ होला। फेरि वान लेन चाहिँ पिच नै रहेछ। यो गाडी पनि देख्दैन क्या, गाडी पनि देख्दैन। हेर न यस्तो खतरनाक धुलो, पुरै उ गर है अनुहार। तिम्रो त्यो हेलमेटले चाहिँ एकदमै उ बनाइरहेको छ, तिमीलाई गाह्रो बनाइरह। यसमा पनि वान लेन त पिजै जस्तो गराएर चाहिँ फेरि बिचमा हो छ। आइपुग्यौँ दाउन्ने बजार चाहिँ। दाउन्ने बजारमा त पानी सानी हालेर एकदम ठिक छ, धुलो छैन यहाँ अब। तर योदेखि तलतिर त धुलोको त बिजोग धुलो रहेछ। यताको चाहिँ ठिक छ बाटोहरू, तर अब दाउन्नेसम्म त यो त बजार भएर पनि होला, दाउन्ने बजार। अनि अब यहाँदेखि अगाडि पो कस्तो छ, फेरि धुलो पो छ कि भन्ने हो। त्योदेखि अगाडि त बाटो राम्रै थियो पहिला, अब अहिले कस्तो छ। अनि हेरौँ अगाडि पनि दाउन्ने बजार त आइपुग्यो हामी। अहिले भर्खरै हिँडि नै रहेछ दाउन्ने बजार। अहिले चिप्लो छ है। 5:30 भएछ भनेपछि त हामी बिहान 7:30 बजे हिँडेको मान्छे
अहिले 5:30 बजे दाउन्ने भनेपछि अब अबको 2 घन्टामा त ठ्याक्कै 12 घन्टा हुन्छ हामी निस्केको। अनि त्यही भएर धेरै लामो सफर भयो। ठिक छ अहिलेसम्मको बाटो। अब अगाडि कस्तो छ हेरौँ। कस्तो मजाको देखिरहेछ सूर्य चाहिँ। अब सनसेट हुने बेला भयो। सबै दामी भयो जोस्। ठिक छ धुलो भए पनि बाटो चाहिँ ठिकै हो। अब यतिको त कष्ट हुन्छ होइन ट्राभलमा, त्यही भएर ठिकै छ भनेर चित्त बुझाउनु पर्यो। बाटो बन्दै रहेछ, बाटो चाहिँ कति धेरै बन्दै पनि रहेछ। अब यो बाटो बन्यो भने त फिलिली भइहाल्यो, तर मेन भनेको यही दाउन्नेको बाटो खत्तम भनेको यही रहेछ। अरू त सब बवालै बनाएर रहेछ। अब योदेखि अगाडि कस्तो छ त्यो त अब हेर्नुपर्छ, हेरेपछि नै थाहा हुन्छ। तर अब अहिलेसम्मकोमा चाहिँ एकदमै बिजोग भनेको दुम्कीबासदेखि अगाडि रहेछ। त्यही भएर धुलो सबै कुरा यही छ। बाटो बिजोग ओहो हो सनसेट हुन लाग्यो। तर कस्तो राम्रो देखेको सनसेट। ए तल अब यो तलको पुरै तराई भइहाल्यो कि फेरि सनसेट हुन लाग्यो। बबाल देखा छ है सनसेट। अहिले चाहिँ हामी पिच रोडमा आइसकेका छौँ। बाटो राम्रै छ जस्तो छ। अब चाहिँ होप्सो अब योभन्दा बढी चाहिँ धुलो खानु नपर्ला। तर जस जतिको पनि यात्रा छ नि एकदमै बिजोगै हुँदो रहेछ क्या यो। अनि एउटाले अर्कालाई देख्यो भने पनि हाँस उठ्ने खालको नै हुँदो रहेछ यो। आफू चाहिँ अरूलाई देखेर हाँस्ने, तर अरूले चाहिँ आफूलाई देखेर हाँसिराख्दो रहेछ कि यो। अनि त्यस्तो खालको छ। अनि त्यही भएर पनि एकदमै गाह्रै रहेछ। मेन भनेको यही हो। अब त हामी राम्रो बाटो आयो होला जस्तो लागिसक्यो। पिच रोड आयो, अबको बाटो चाहिँ राम्रो हुनसक्छ है। त्यही भएर जति पनि हाम्रो अहिलेसम्मको गाह्रो बाटो थियो अब चाहिँ राम्रो बाटोमा परिणत भइसकेको छ। अब हामी कहाँ आउँछौँ यसपछिको अपडेट चाहिँ म तपाईँलाई फेरि गर्छु है त। ल अहिले चाहिँ घरहरू देख्न थाल्यो होइन, घाम पनि अस्ताउन थाल्नु भयो। अब यो राम्रो छ अबको बाटो चाहिँ। अबको बाटो त एकदमै राम्रो छ। अब हामी एकपटक चाहिँ बुटोल पुगेर अनि बुटोलमा चाहिँ हल्का खाजा खाएर अनि त्यस पछाडि चाहिँ हामी दाङतर्फ लागेर आज सक्दो हामी दाङमै बस्ने कोसिस गर्नेछौँ। त्यही भएर स्टे ट्युन। आजको एकदमै कष्टकर पछि यस्तो बाटो देख्दा चाहिँ खुसी लाग्दो रहेछ क्या। अनि राम्रो छ यो बाटो। ठिक छ अबको यो टर्निङ यताउता सबै कुराहरू राम्रो छ है त। ल हामी अब यो बर्दाघाट होला है सायद, बर्दाघाट जस्तो लाग्छ। यसो बोर्ड हेर त। इट ह्याज टु बी बर्दाघाट ओर के लेखेको छ नि है बोर्डहरू त। खै यो त ठाउँको नामै पत्ता लगाउन गाह्रो भयो। अब यो म बोर्ड हेर्ने कोसिस गरिरहेको छु। अनि त्यो बोर्डमा चाहिँ लेखेको भए थाहा हुन्थ्यो। बर्दाघाटै रहेछ, बर्दाघाटै रहेछ। अब बर्दाघाट भयो। अब यस पछाडिको बाटो चाहिँ कस्तो छ त्यो त हामीलाई पनि थाहा छैन। अब यसपछि अगाडि हामी बढ्छौँ अनि के हुन्छ। अब यस पछाडि अब धेरै छैन होला अब चाहिँ आइपुग्नलाई। अनि बुटोल आइपुग्यो। कति किलोमिटर? बुटोल आइपुगेपछि चाहिँ हामी अब फेरि उ गर्छौँ। अहिलेसम्मलाई चाहिँ ठिक छ।
यतिमै उ गरौँ। अब यो देखेको बाटो त बबालै छ, यो बाटो दामी छ। अब यस पछिको बाटो कस्तो छ त्यो अनुसारले उ गरौँ ल। रमाइलो हाइवे एकदमै रमाइलो छ। अनि अहिलेसम्म त होइन, अब हामी त्यो दाउन्ने बजार कट्ने बित्तिकै अलिकति अगाडि आयो भने त एकदमै राम्रो रहेछ। अलिकति धुलो त्यसपछि फेरि आयो भने अनि त्यसपछि राम्रो रहेछ क्या। र अहिले यो नन स्टपै बवाल छ अहिले त। जुन त्यो बर्दाघाट छ, बर्दाघाटदेखि यताको एकदमै राम्रो छ रोड। एकदमै राम्रो रोड छ। अब हामी त तराईतिर लाग्यो, तराईमा त त्यही साइकल अटो रिक्सा त्यस्तै नै चल्ने हो। अनि मान्छेको पनि एकदमै कम होइन, त्यस्तो हुन्छ। अनि त्यही भएर एकदमै ठिक छ, बाटो राम्रो छ। अब त राम्रो हुन्छ होला बाटो, किनभने अब साँझ पनि पर्न थाल्यो। अब चाहिँ एकदमै बुटोल पुग्दासम्म चाहिँ हामी रातै पर्छ होला। त्यही भएर लेट्स सी कस्तो हुन्छ। म राति नै भए पनि देखाउने छु। अब हामी चाहिँ बुटोल पुग्यो, फाइनल्ली बुटोल पुग्यो। अब यो बुटोलको झिलिमिली अब सुरु हुन्छ। अनि एकदमै रात परिसक्यो, बाटोहरू पनि देखेको छैन होला है, तर म जस्ट इन्फर्मको लागि मात्र हो। अनि बुटोल आयो भनेर मैले देखाउनलाई। र अब भोलि बिहानै होला अब हामी बुटोलबाट निस्किने, अनि त्यसपछि मात्र अब भेटौँला। अब बुटोल चाहिँ एकदमै टाढा नै लाग्यो अहिलेसम्म हामीलाई। ठ्याक्कै हाम्रो घडीमा अहिले यति बजेको छ भनेपछि ठ्याक्कै 12 घन्टा नै भयो ट्राभल गर्न थालेको। त्यही भएर अब भोलि नै गरौँला। अब तेल पनि सकिएको अवस्था छ, अब तेल पनि हाल्नु पर्यो। अनि भोलि भेटौँला। अनि भोलिबाट फेरि नयाँ भ्लग अनि फाइनल भिडियो आउँछ है त छिट्टै। फाइनल्ली हामी बुटोल बजार आइपुग्यौँ। अब यो बुटोल बजारबाट अनि हामी यसो अगाडि बढ्दैनौँ, आज बुटोलतिरै बस्छौँ। किनभने एकदमै जिउ पनि थकित भयो, प्लस धुलो यताउता भयो। त्यही भएर अहिले रातिको बेला फेरि अगाडि बढ्नु त्यति राम्रो पनि लागेन। त्यही भएर रेस्ट पनि चाहिएको छ, रेस्ट पनि गर्नुपर्छ। अहिलेलाई चाहिँ हामी रेस्ट गर्छौँ। अनि आज र भोलि फेरि गुड मर्निङको टाइममा हामी भेटेर फेरि नयाँ दिन नयाँ भ्लगसँग सुरु गर्छौँ। र फाइनल भिडियो हामी धेरै छिटो ल्याउने कोसिस गर्नेछौँ। अनि काठमाडौँदेखि अनि हाम्रो पश्चिम नेपाल अब कहाँसम्म हुन्छ हामी तपाईँहरूलाई अन्तिम त्यही भिडियोमै भन्नेछौँ। र बुटोल बजार आइसकेको छौँ। अब हामी यहाँ खाने बस्ने सबै व्यवस्था मिलाउँछौँ। र भोलि बिहान मात्र हामी भेट्छौँ। अब तेल पनि सकेको अवस्था छ, अनि टाइम पनि यति भइसकेको छ भनेपछि हाम्रो 12 घन्टा लाग्यो। हामी अहिले हायत प्यालेस अगाडि छौँ। अनि अब हामी चाहिँ भोलि मात्र भेट्नेछौँ है त। सी यू गाइज।